सबैजनालाई पहिले नमस्ते छ। यो मेरो मिनी ब्लग हो। म आज तुमप्रेङ पार्क आएकी छु मेरो हस्बेन्डसँग घुम्नलाई। त हेर्नुहुन्छ तुमप्रेङ पार्क हजुरलाई नि म देखाउँदैछु। यहाँको भ्यूज नजारा हेर्नु कति राम्रो छ। यहाँ चाहिँ हामीहरू बोटिङ खेल्ने हो। अरू यहाँ चाहिँ हामीहरू फोटोहरू क्लिक गर्न सकिन्छ, भिडियोहरू बनाउन सकिन्छ। देख्नुहुन्छ हेर्नु होला। अरू चाहिँ तपाईँलाई देखाउन जाँदैछु। यहाँ म भिडियो बनाउँदैछु, अल्छी लाग्यो होला सायद, मेरो पछि गर्दै आउँदैछ। यो चाहिँ बच्चाको लागि हो अनि यहाँ ठुलाको लागि हो। यहाँ पिङ छ, अरू पिङहरू सबै छ। हेर्नु सबै थोक छ। फोटो क्लिक गर्नको लागि बहुत राम्रो यहाँनिर जग्गा छ, बहुत मजा छ। हेर्न सक्नुहुन्छ। अब म घर जाँदैछु। अहिले मेरो घर यति राम्रो हुन्छ होला। म यो सोच्दै आएँ यहाँनिर पार्कमा हेर्न आएको, तर पार्कलाई भन्दा बेसी यो घरलाई हेरेँ। यो चाहिँ गेट हो। हामीहरू यहाँबाट एन्ट्री भएको थियौँ। अहिले हामीहरू निस्किँदैछौँ। तपाईँहरूलाई यहाँबाट नजारा देखाउँदैछु। हेर्नु देख्न सक्नुहुन्छ। कस्तो लाग्यो हजुरहरूले भनिदिनु होला। यो हो हामीहरू निस्किने गेट। मेरो हस्बेन्डले मलाई वेट गर्दा कतै वाक्कै भइसक्नु सक्नुभएछ। बनिएर आँटिसकेको मलाई वेट गर्दा कतै। अब चाहिँ हामीहरू फाइनली गरेर जानलाई निस्क्यौँ। अनि हेर्न सक्नुहुन्छ यति धुल थियो यहाँनिर। के भन्नुहुन्छ भने यहाँबाट एउटा मान्छेले कार लिएर गयो, यति स्पिडमा लिएर गयो कि यति धुलो थियो, केही देखेको थिएन। अनि रस्ता हेर्न सक्नुहुन्छ कति कच्चा छ यहाँनिर। र पनि अब जाँदैछौँ। यो चाहिँ हामीको कार रेन्ट दिने जग्गा अरे। यहाँबाट कार